हेलो नमस्ते वेलकम टु माई लभ टु कुक च्यानल। आज चाहिँ मैले गाजरको हलुवा गराउन लागिरहेको छु। त्यसै गरी मैले गाजरलाई चाहिँ पहिले नै ग्राइन्ड गरेर राखिसकेको छु, तपाईँले देख्न सक्नुहुन्छ। मैले चाहिँ ग्यास अन गरेँ। त्यस्तै गरी मैले चाहिँ कराईमाथि राखेँ। अहिले चाहिँ बिहानको 7:06 गइसकेको छ। अनि यतातिर मैले दुधको ग्यास पनि अन गरिसकेको छु। मलाई चाहिँ घिउ अलि मनपर्ने हुने भएकोले मैले चाहिँ घिउ अलि बढी नै राखेको छु। तपाईँले चाहिँ आफ्नो हिसाबले राख्न सक्नुहुनेछ। घिउ चाहिँ खरिसकेको छ। अब चाहिँ मैले यसमा गाजर हाल्न स्टार्ट गरिसकेको छु। अब चाहिँ हामीले गाजरलाई एकछिन चलाउने। यसको चाहिँ सबै त्यो पानी निस्किने बेलासम्म चाहिँ हामीले गाजरलाई चाहिँ हाई फ्लेममै गरेर चलाउन पर्छ। यतातिर दुध पनि चलिरहेको छ। अहिले चाहिँ ग्यास हाई फ्लेममै छ। एकछिन चलाउने गाजरलाई। अब यसमा चाहिँ गाजरमा चाहिँ पानी सुकिसकेको छ गाजरको। एकछिन त्यही पनि हामीले चलाउने यसलाई राम्रोसँग, डढ्न दिन भएन हामीले गाजरलाई चाहिँ। अब चाहिँ हाम्रो गाजर चाहिँ भुटेर अब राम्रो भइसकेको छ। अब चाहिँ मिडियम फ्लेम गराउने हामीले। अब चाहिँ बिस्तारै हाम्रो अब गाजर चाहिँ भुटेर राम्रो भइसकेको छ। यता हाम्रो दुध पनि उम्लिसकेको छ, तपाईँले देख्न सक्नुहुनेछ। अब दुधलाई चाहिँ सानो फ्लेम गराउने, किनभने चाहिँ यसमा टेस्ट राम्रो आउँछ दुध अलि पकाएपछि। अब हाम्रो गाजर पनि यता भुटेर राम्रो भइसक्यो। अब हाम्रो गाजर भुटेर रेडी भइसकेको छ। त्यस्तै गरी दुध पनि पाकिसकेको छ। मैले ग्यास अफ गरेँ। यसमा चाहिँ दुध थोरै गर्दै हाल्ने, एकैचोटि सबै दुध नहाल्ने, किनभने चाहिँ यसमा चाहिँ त्यो कराई तातो भएकोले दुध माथि छिटाउँछ। थोरै गर्दै हाल्ने दुध। मैले चाहिँ 1.5 लिटर दुधबाट आधा किलो गाजरमा थोरै बचाएर गराउन लागिरहेको यो गाजरको हलुवा। अहिले अब दुध हालिसकेपछि एकछिन मिडियम फ्लेम गराउने। अब एकछिन पछि चाहिँ हाई फ्लेम गराउँदा पनि ठिकै हुनुहुन्छ। मैले चाहिँ आज यहाँ किसमिस मात्रै काटेर राखेको छु। अनि अब दुध देख्न सक्नुहुन्छ, दुध सुकिसकेको छ। अब चाहिँ यसमा दुध हाल्ने, थोरै अझै थप्दै गर्ने। अब यसै गरी चाहिँ यसमा अब हाई फ्लेममै पकाउँदा पनि हुन्छ। अनि एकछिन पनि नछोड्ने गाजरलाई चलाइराख्नुपर्छ, नत्र किनभने चाहिँ दुध तल लाग्छ, भाँडामा लाग्छ। यसमा कलर पनि आइसकेको छ, देख्नुहुन्छ गाजरको माथिमा। त्यसै गरी चलाइराख्नुपर्छ। अब हाम्रो दुध सुकिसकेको छ। तपाईँको टेस्ट अनुसारले मरिचको धुरो हाल्न सक्नुहुन्छ। मैले चाहिँ चिनी धेरै मन नपर्ने हुने भएले थोरै नै हालेको छु चिनी।
अनि यो चाहिँ अप्सनल नै हो। यसलाई चाहिँ हाम्रोमा कुराउने भन्छ भनेपछि नेवारी भाषामा यसलाई खुवा भन्छ। मलाई चाहिँ मनपर्ने हुनुभएकोले मैले यसलाई हालेँ, 2 चम्मच जति हालेँ यसलाई। यो चाहिँ दुधलाई पकाएको हो। यसले बाक्लो गराउँछ, त्यही भएर मैले यसलाई राखेको हो। यो अप्सनल हो, तपाईँले राख्न पनि सक्नुहुन्छ, नराख्दा पनि हुन्छ यसलाई। यसलाई देख्न सक्नुहुन्छ। अब दुध बाक्लो भइसकेको छ। अब यसलाई राम्रोसँग चलाउने। अब हाम्रो गाजरको हलुवा रेडी भइसकेको छ। अनि प्लिज तपाईँलाई मेरो भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् र तपाईँले चाहिँ यो भिडियो कहाँबाट हेरिराख्नु भएको छ त्यहाँ आफ्नो ठाउँको नाम पनि भनिदिनु होला। अब हाम्रो गाजरको हलुवा रेडी भइसकेको छ। त्यसैगरी सुरुमा चाहिँ भगवानलाई चढाउनु पर्छ। मैले चाहिँ यो भिडियो काठमाडौँबाट बनाइरहेको हो। अब हाम्रो गाजरको हलुवा रेडी भइसक्यो। मैले चाहिँ अर्को भाँडामा राखिसकेको छु। माथिबाट किसमिस राखेँ। तपाईँलाई मेरो भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु। थ्याङ्क यू। बाई।